अब हेर्नु सेम क्वेश्चन तर मैले के गरेँ भ्यालु अफ क्लोजिङ स्टक एन्ड कस्ट अफ गुड्स सोल्ड अन्डर वेटेड एभरेज कस्ट मेथड फर्मेट सेम हैन अन्डर डब्लुएससी भन्ने मेथड भनेको वेटेड एभरेज कस्ट मेथड अनि फर द मन्थ अफ मार्च फर्मेट सेम हो फेरि अब त्यही काम गर्छ जुन अघि गरेको थियो ओपनिङ स्टक हैन ओपनिङ स्टक कति युनिट भनेछ 500 युनिट कतिको दरले 20 को दरले 10,000 यो भयो अब त्यसपछि पर्चेज गरेको छ त पर्चेज गरे कति हेर्नुस् 600 युनिट कतिको दरले 22 को दरले जस्ट 600 युनिट हैन अनि कतिको दरले 22 को दरले त 22 को दरले कति भएको थियो अघि याद छ तपाईहरुले 600 युनिट 22 को दरले 13,200 अब हामीसँग जम्मा हेर्नुस् 5 6 1100 युनिट आयो हैन 1100 युनिट आयो अब हामीले यहाँ 13,200 प्लस 10,000 कति आउँछ 23,200 अनि रेट निकाल्नले अब के गर्छौ यसरी गर्छौ 13,200 कसरी आयो हेर्नु 23,200 10,000 प्लस यो 13,200 जोडेर 23,200 यहाँ 500 युनिट हुन्छ त्यो 500 युनिट को 10,000 छ प्राइस हैन 20 को दरले अनि 10,000 आयो 600 युनिट यहाँ पर्चेज गर्यो भने 22 को दरले 13,200 भयो जम्मा कति हो 5 प्लस 6 1100 युनिट हैन अनि 10,000 प्लस 13,200 23,200 आयो अब यो 23,200 लाई डिभाइड गर्छ हामी 1100 युनिटले अनि के आइहाल्छ हाम्रो प्राइस आउँछ के को प्राइस आउँछ हैन वेटेड एभरेज कस्ट आउँछ 21.091 21.091 आयो हैन 21.091 आयो फेरि पर्चेज गर्छ कतिको दरले छ 800 युनिट हैन हेर्नुस् 800 युनिट हैन कतिको दरले छ 23 को दरले त 800 मल्टिप्लाइड 23 कति भयो 18,400 अब हेर्नुस् 1100 युनिट पहिला देखेको छ 800 थप्यो भने कति भयो 1900 भयो अनि यो 23,200 छ र 18,400 लाई जोड दिन्छु 23,200 प्लस 18,400 जोडेर 41,600 फेरि वेट निकाल्छौ वेटेड एभरेज कस्ट कसरी निकाल्छौ जम्मा 41,600 आयो डिवाइडेड बाइ यो 1900 युनिट गर्यो हैन अनि के आउँछ रेट आउँछ कति आ 21.895 अब सिधा के गर्नुपर्छ सेल गर्नुपर्छ माग 25 मा के गरेको छ सेल भनेको सोल्ड कहाँ जान्छ इश्यू कलममा जान्छ सिधै 1500 युनिट कुनको दरले यहाँ रेट निकालेको छु नि 21.895 सिधै निकाल्दिन्छु अनि 1500 मल्टिप्लाई 21.895 अनि कति भइहाल्छ हेर्नुस् त 32,000 हैन फेरि मैले यहाँ उल्टो गर्दै हेर्नुस् कलम नै यति छ कि कन्फ्युजन भइहाल्छ हैन यताको अमाउन्ट यता लेखिन्छ त्यसैले त्यो राम्ररी ध्यान दिनु होला क्वान्टिटीमा क्वान्टिटी लेख्नु पर्यो हैन त क्वान्टिटीमा 1500 सेल गरे हैन यहाँ वेटेड एभरेज निकालेको छ त्यही 21.895 मल्टिप्लाई गरिदिन्छौ अनि कति आउँछ 32,842.5 पैसा हैन 32,842.5 पैसा 41,600 यो टोटल छ 1500 बाट 1900 बाट 1500 घटाउँदाखेरि 400 यो बच्यो हैन जसले हामी क्लोजिङ स्टक भन्छ त्यो पनि 121.895 के दरले बच्यो हैन अनि 41,600 बाट यो 32,842.5 घटाउँदाखेरि आइहाल्छ हाम्रो यो भइहाल्यो 8,757.5 यही एन्डिङ इन्भेन्टरी भइहाल्यो यो कस्ट अफ गुड्स सोल्ड भइहाल्यो सबै हामीले निकालिसक्यो कस्ट अफ गुड्स सोल्ड कति भयो 1500 युनिट हैन रेट कति 21.895 अनि जम्मा कति भइहाल्यो 32,842.5 पैसा यो भयो एन्डिङ इन्भेन्टरी कति भइहाल्यो 400 युनिट हैन 21.895 को दरले अनि कति भइहाल्यो 8,757.5 पैसा हैन यो तरिकाले हामी भ्यालु अफ क्लोजिङ स्टक फाइन्ड गर्यो सिम्पल छ हामीले के गर्यो फेरि एकचोटीमा रिपिट गर्दै दिन्छु वेटेड एभरेज कस्ट मेथडमा वेट निकाल्ने वेटेड एभरेज कस्ट पर युनिट त ओपनिङ स्टक पहिला देखिको कति 500 युनिट 20 को दरले 10,000 पर्चेज कति गरे 600 युनिट 22 को दरले 13,200 जम्मा कति भयो ब्यालेन्स कलममा त अब जम्मा हुन्छ नि पहिलाको स्टक यो छ यो थप्यो त 500 प्लस 600 1100 युनिट यो कति प्राइस को 10,000 को यो 13,200 जोडेर कति आयो 23,200
त 23,200 टोटल प्राइसलाई हामी क्वान्टिटीले डिभाइड गर्छौँ भने रेट आउँछ, त्यो रेटले हामी के भन्छौँ वेटेड एभरेज कस्ट पर युनिट त 21.089589 हैन 21.0891 अनि त्यसपछि अब फेरि पर्चेस गरे माघ 15 मा कति 800 युनिट 23 को दरले 18,400 त 23,200 प्लस 18,400 41,600 आयो अनि 1100 यो युनिट र यो थपियो फेरि 1900 भयो। अब 41,600 डिवाइडेड बाइ 1900 कति आयो 21.895 वेट निकाल्दै जान्छु पर्चेस जसरी जसरी थपिन्छ वेट निकाल्दै जाने जस्तै यही बीचमा सेल गर्यो भने यही बीचमा सेल गरेको छ भने यो रेटमा सेल गर्ने हैन त त्यो घटाउने फेरि निकाल्ने त यहाँ सेल गरेको छ सिधै कति 1500 त सिधै यहाँबाट 1500 सेल गर्ने यो रेटमा गरे अनि 1900 बाट यो 1500 घटाएर 400 हैन अनि 41,600 बाट यो टोटल अमाउन्ट घटाउँदाखेरि यो आयो यो रेट यही छ अनि यो कलम भनेको कस्ट अफ के हुन्छ गुड्स सोल्ड हैन यो अन्तिममा बचेको के हुन्छ इन्डिङ इन्भेन्टरी सिम्पल हैन त हामीले आज के गर्यो पर्पेचुअल इन्भेन्टरी सिस्टमको पनि सिक्यो तीनटा मेथोडोलोजी FIFO LIFO र वेटेड एभरेज कस्ट मेथड हिजो हामीले के सिकेको थियो पिरियोडिक इन्भेन्टरी सिस्टम FIFO LIFO र वेटेड एभरेज कस्ट मेथड जुन क्वेशन 2082 सालमा सोधेको छ हैन गत वर्ष नै सोधेको छ। अब केही समस्या हुन्छ भने कमेन्ट सेक्सन हुन्छ त्यहाँ कमेन्ट गर्नु होला बाँकी तपाईहरुको क्वेरीमा त्यही सल्भ आउट गर्दिन्छु अरु केही परेमा सम्झिनु होला अनि नेपाल अकाउन्टिङ पाठशालालाई लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस् थ्यांक यू हैव अ गुड डे। हस्।